यति बेला हामी पोखरा महानगरपालिका वडा नम्बर 18 को यस सराङकोटमा उपस्थित भएका छौँ। यति बेला यहाँको दृश्य हामीले अवलोकन गर्दै गर्दा यहाँलाई पनि यहाँको दृश्य चाहिँ देखाउने पक्षमा गइरहेका छौँ। यति बेला अत्यन्तै ठुलो आकार र प्रकारमा बनाइएको गणेश भगवानको मूर्ति पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यही भिडियो मार्फत हामी पछाडिबाट खिचिरहेका छौँ भने यति बेलाको यो आकाशको दृश्य सँगसँगै तल फेवाताल देखिन्छ। यहाँ चाहिँ शान्ति स्तूप पनि देखिरहेको छ। हामीले चाहिँ देखाउँदैछौँ, क्यामेराले क्याप्चर गर्दैछौँ, यो पनि देखाउन चाहन्छौँ यहाँहरूलाई हेर्नुहोला। र यति बेलाको आकाशको दृश्य पनि असाध्यै राम्रो देखिएको छ भने यता फेवातालको किनारमा प्याराग्लाइडिङ भइरहेको छ र पोखरा बजार पनि यहाँबाट हेर्न सकिन्छ, निहाल्न सकिन्छ। र आजको मौसम भने अलिकति सफा नभएको कारण अझै क्लियर देखाउन सकिएको छैन हामीलाई। हामीले चाहिँ कुनै बेला फेरि अर्को भिडियो लिएर यहाँहरूलाई माझ आउन पनि सक्छौँ। र यतातिर हामी देखाउन गइरहेका छौँ। यहाँ सराङकोटको भौगोलिक अवस्था अत्यन्तै मनमोहक सौन्दर्यले भरिपूर्ण, यता स्वर्गको एउटा भूभाग नै भन्न सकिन्छ हामीले यसलाई। र यतापट्टि हेर्दै जाँदाखेरि पोखरा महानगरपालिका वडा नम्बर 25 अन्तर्गत हेम्जा लगायत तापारी, लामाचौर माथि लाजोकसम्म पनि हामीले यहाँ धेरै गाउँहरू देख्न सकिन्छ। यहाँबाट यो पोखरा 25 को सेती नदी पनि हामीले यहाँलाई देखाउँदैछौँ। क्याम आयो, तिब्बतीन क्याम आयो र यहाँको जङ्गल हेर्न सकिन्छ। असाध्यै राम्रो तरपाए भूभागमा हरियाली देख्न सकिन्छ। यति बेला अत्यन्तै रमाइलो दृश्यमा हामी छौँ भने यहाँलाई पनि यो दृश्य अवलोकन गराउने तर्खरमा नै छौँ। र हामी यता घुम्दै धेरै ठाउँहरू देखाउने एउटा कोसिस गरिरहेका छौँ भने यहाँ रमाइलो स्थानमा हामी छौँ। सबैभन्दा सराङकोटको टपमा छौँ, हामी माथि छौँ। यहाँ चाहिँ ठुला होटलहरू पनि, रिसोर्टहरू बन्दैछन् र कतिपय होटल रिसोर्टहरू बनिरहेका छन्। केबल कारहरू यहाँ सुचारू भइरहेको छ। हामीले यहाँबाट अहिले अलिकति देख्न सकिएन, अगाडि चाहिँ देखिएको थियो भने प्याराग्लाइडिङ गरिरहेका अवस्थाहरू देख्न सकिन्छ, दृश्यहरू देखाउन सकिन्छ, देखाइरहेका छौँ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ? र यति हेर्दै गर्दा पोखरा महानगरपालिका वडा नम्बर 22 को 22 मा अवस्थित एकदमै ठुलो मात्रामा ठुलो मूर्तिमा आकारमा रहनुभएका महादेव भगवानको मूर्ति कुम्दीकोटलाई पनि हामीले अवलोकन गरिरहेका छौँ। कुम्दीकोटको थोरै तपाईहरुले यो भिडियोमा थोरै देख्न सक्नुहुन्छ। कुम्दीकोट शिव भगवानको मन्दिर पनि देखाउने कोसिस गरिरहेका छौँ भने सँगसँगै यता अगाडि पनि मैले भनिसकेकी थिएँ शान्ति स्तूप र त्यसको फेदीमा फेवातालको दृश्य यहाँलाई असाध्यै राम्रो फेवातालको दृश्य पनि देखाइरहेका छौँ। यो पनि अवलोकन गर्न सक्नुहुन्छ भने यता प्याराग्लाइडिङ भइरहेको छ, त्यो पनि यहाँले निहाल्न सक्नुहुन्छ। र हाम्रो यस पोखरा एकदमै पर्यटकको भिडभाड छ। यति बेला हामीले त्यो भिडलाई चाहिँ खिचेनौँ। हामी तलबाट माथि आइसक्दाखेरि त्यो भिडभाडलाई पार गर्दै यहाँ माथि आइसकेका छौँ र अत्यन्तै भिड छ। र केबल कार पनि मैले भन्दै थिएँ, केबल कारको पनि आवत जावत, केबल कारमा आवत जावत गर्नेहरू पनि आउने जाने क्रम जारी नै छ। यहाँहरूलाई यति बेला मैले धेरै जति पनि दृश्यहरू यस एक ठाउँबाट खिचेर यहाँहरूलाई देखाइरहेकी छु। यो चाहिँ पोखरा पर्यटकीय क्षेत्र घोषणा भइसकेको छ। पर्यटकीय क्षेत्र नै हो यो पोखराको, एकदमै रमणीय स्थान हो, टुरिज्म एरिया हो यो पोखरा। र तपाईहरु पनि यहाँ आउन सक्नुहुनेछ भन्दै स्वागतम गर्न चाहन्छु। आउनुहोला, पोखराको दृश्यहरू अवलोकन गर्नुहोला, पोखरामा रमाउनुहोला। यो सुन्दर पोखरामा तपाईहरुको मन सुन्दर बनाएर जानुहोला, सुन्दर मनलाई झनै सुन्दर बनाएर जानुहोला भन्न चाहन्छु। यो पोखरामा स्वागत छ। धन्यवाद।